Now, the bodies of 2 Gurkha servicemen have been repatriated to the UK this afternoon. एउटा सोझो थियो घरमा जिनको बोझो थियो हिँड्यो केटो लाउरे देखाउन समर्पित भई लक्ष्य लियो मनमा कैयौं सपना बुन्दै उ संघर्षको बाटोमा हिँड्दै रम्ने उमेरमा संसार चिन्दै दुःख कुल्ची व्यथा उछिन्दै उसको काँधमा परिवारको आश असफलताको थियो त्रास तर मर्थेको छोरोको आत्मविश्वास जुटाउन थियो गाँसपासका पास उसले चलेको पाइलालाई पछ्याउँदै कान्छो माइला भाइ सच्याउँदै हरेक गल्तीलाई भर्नु छ खाली खल्तीलाई एकोहोरो उसको कोसिस साथमा परिवारको आशिष हातमा मेहनतको ढेला उसको कलिलो हत्केला खिच्छ मलिलो माटोमा हिँड्दै पुर्खाको बाटोमा ऊ हरदम हरपल लम्किँदै थियो चट्यानसरी चम्किँदै थियो मनको चाहना मारी ऊ भाग्यको ज्वालामा दम्किँदै थियो थकाइ हरेसले थन्किँदै तर जोस जाँगरले रम्किँदै थियो उसको हर कदम थियो अडिक लक्ष्यलाई तान्यो जस्तै नजिक पल्टन घरसँग लाग्यो मित हजारौं हार छेक्ने एउटै जित खियाउँछ शरीर माटोमा मन त उसको त्यही गाउँमा छ सम्झन्छ उकाली ओराली हरियाली वन अनि देउरालीमा वस्तु भाउहरू चराको खोज्दैछ अतीत जुन हराको खोज्ने क्रममा बस्छ भ्रममा समय बित्छ बस्छ जङ्गमा आँटिन्छ ऊ पर्छ दङ्ग लडाई भूमिको देख्दा रङ्ग अघि बढ्छ ऊ साहसको सँग खुम्चन्छ मुटु काट्छ अङ्ग कहलाग्दो रातमा बन्दुक हातमा चल्छ कदम बहादुर औकातमा घेरामा पर्छ दुश्मनको लुकाउँछ डर आफ्नो मनको फुकाउँछ रिस लागनी रनको त्यो स्थिति अब उसलाई हजम कुरी चल्छ सर्वप्रथम छिनाउँछ दुश्मनको गर्दन नाच्दै जान्छ बाधा अड्छन् शत्रुको रगत त्यसलाई अर्पण उसलाई अत्तो पत्तो छैन के छ यो जीवन रेखामा अघि बढ्छ बरु मर्छ गोर्खाली बन्छ यो केटामा निष्ठुरी भाग्य एक्कासी पर्छ विस्फोटनको चपेटामा बाँकी सास उकेलाउँदैछ बिस्तारै शरीर सेलाउँदैछ घर हुलाकी बोकी आयो खबर रुवाबासीको चायो लहर आमाको आँखा भिजायो बाबाको सपना बिगार्यो आशीर्वाद तिमीलाई दिने हात दागबत्ती बाली दीर्घायु बोलाउँदै उसको तस्बिर हेरी बोलाउँदै छिन् छोरालाई फेरि आमा तिमी नआतिनु ऊ संसार छोडी गइसक्यो हिजोसम्म हाम्रै थियो आज दैवको भइसक्यो उसको त्यो काम उसको सान युवा योद्धाको बलिदान सदाबहार रहन्छ महान अमर बन्नेछ उसको जिहान उदाउँदा सूर्य हरेक बिहान तिम्रै कमी महसुस हुन्छ तिम्रो मुहारको